हेलो गाइज वेलकम ब्याक छ फेरि पनि हाम्रो युट्युब च्यानल रिक्वायर्ड स्टडीमा हामीहरूले बिएड थर्ड इयरको सब्जेक्ट करिकुलम एन्ड इभ्यालुएसनबाट केही इक्जाममा आएको पास्ट इयरमा इक्जाममा आएको मोडल क्वेसनमा दिएको केही न्युमेरिकल क्वेसनहरू चाहिँ सल्युसन गरेर मिन मिडियन र स्ट्यान्डर्ड डेभिएसन अथवा मोडको बारेमा चाहिँ बुझ्ने प्रयास गरिरहेका थियौँ जहाँ चाहिँ हामीले योभन्दा अघिल्लो भिडियोमा मिन मिडियन र स्ट्यान्डर्ड डेभिएसनसँग रिलेटेड क्वेसनहरू चाहिँ सल्युसन गरिसकेका छौँ। हजुरहरूले त्यो भिडियोहरू चाहिँ हेर्नु भएको छैन भने लिङ्कहरू चाहिँ मैले तल डिस्क्रिप्सनमा र कमेन्ट सेक्सन दुवै ठाउँमा राखिदिएको छु, गरी चाहिँ चेक गर्नुहोला। र आजको भिडियोमा चाहिँ हामीले मोडको बारेमा बुझ्नेछौँ र त्योसँग रिलेटेड एउटा क्वेसन चाहिँ हामीले सल्युसन गर्नेछौँ है। तर यहाँ चाहिँ के छ भने मैले ओल्ड इज गोल्डमा चेक गरेको, तर यहाँ चाहिँ पास्ट इयरमा यस्तो आएको कुनै पनि मोडसँग रिलेटेड क्वेसनहरू चाहिँ छैन है। त्यही भएर मैले आजको भिडियोमा चाहिँ के गर्नेछु भने यो जुन करिकुलम एन्ड इभ्यालुएसन सब्जेक्टको बुक छ, यसै बुकको चाहिँ इक्जाम्पलमा भएको है, त्यही च्याप्टरको इक्जाम्पलमा भएको एउटा क्वेसन चाहिँ सल्युसन गर्न जाँदैछु है। यो वाला क्वेसन चाहिँ जुन हामीले इक्जाम्पलमा दिएको छ, यो वाला क्वेसनको चाहिँ मैले आजको भिडियोमा चाहिँ सल्युसन गरेर हजुरहरूलाई यो मोड चाहिँ कसरी निकाल्ने अथवा यसलाई चाहिँ बहुल अङ्क भन्छ है, यो चाहिँ कसरी निकाल्ने त्यसको बारेमा चाहिँ मैले आज बुझाइदिनेछु है। सो हजुरहरूले भिडियोलाई एन्डसम्म चाहिँ वाच गर्नुहोला। अनि अब चाहिँ हामी आजको भिडियोलाई सुरु गरौँ। यहाँनिर चाहिँ हामीले पहिला क्वेसन दिएको छ है, यो क्वेसन चाहिँ सारौँ पहिला। अनि स्कोर्स क्लासेस भनेछ है, 10 देखि 20 भनेर यसरी चाहिँ हामीलाई फ्रिक्वेन्सीमा पनि दिएको छ भने पहिला चाहिँ हामी यो चाहिँ क्वेसनलाई चाहिँ सारौँ है। ओके गाइज, हामीले अब क्वेसन चाहिँ यहाँबाट सारिसकेका छ भने चाहिँ हामीले अब बुकको काम भएन, बुकलाई चाहिँ साइडमा गरौँ अनि हामी आफ्नो सल्युसनतर्फ चाहिँ लागौँ। हामीले फोर मोडको लागि है, मोडको लागि चाहिँ क्यालकुलेसन गर्नेछौँ। यहाँनिर मोड निकाल्ने फर्मुला भनेको मैले थोरै तल लेखेँ, यहाँनिर मोड निकाल्ने फर्मुला भनेको मोड इक्वल्स टु एल प्लस F1 माइनस F0 अपन 2 F1 माइनस F0 माइनस F2 इन्टु एच है। यी कुराहरू चाहिँ हामीले फर्मुलामा राखेका छौँ भनेपछि हामीले यो कुराहरू अब पत्ता लगाउनु पर्यो है। यहाँ नयाँ कुराहरू के छ त भनेपछि एउटा चाहिँ F1 छ, F0 छ र F2 छ है। बाँकी एच र एल त मैले अघिको क्लासहरूमा सिकाइसकेको छु कसरी निकाल्ने, तर यहाँ पनि हामी बुझ्नेछौँ कसरी निकाल्ने, त्यो चाहिँ ढुक्क हुनु होला। अनि यहाँ चाहिँ अब हामीले पहिला सुरुमा चाहिँ ल एल हेर्ने है, एल हेर्ने। अनि अब यो कुरा चाहिँ याद राख्नु होला हजुरले अलवेज के भने यहाँनिर F1 पहिला चाहिँ चेक गर्ने है, पहिला F1 हेर्ने, यहाँ माथि F1 लाई खोज्नुपर्ने हुन्छ। यहाँ चाहिँ F1 भनेको के हो भने यो फ्रिक्वेन्सीमा भएको म्याक्सिमम भ्यालु, फ्रिक्वेन्सीमा भएको सबभन्दा ठुलो भ्यालु चाहिँ कुन छ है, त्यो भ्यालु चाहिँ हेर्नुपर्ने हुन्छ। यहाँनिर फ्रिक्वेन्सीमा सबभन्दा ठुलो भ्यालु चाहिँ 8 छ है, भनेपछि 8 चाहिँ हाम्रो F1 भयो है। त्यसो भए 8 चाहिँ F1 भयो। अनि यो 8 को ठ्याक्कै यतापट्टि यो करस्पोन्डिङ क्लासको सानो सबभन्दा लोएस्ट भ्यालु चाहिँ के भयो त एल भयो, त्यही भएर 40 चाहिँ हामीले एल लेख्यौँ। र त्यस्तै फेरि अब अरू हामीलाई चाहिएको भनेको F0 चाहियो अनि F2 चाहियो र एउटा एच चाहिँ चाहियो है। यो तीनवटा कुराहरू चाहिँ अझै हामीलाई चाहिएको छ भनेपछि यहाँनिर F0 भनेको हामीले के बुझ्ने भने यो जुन हामीले भर्खरै म्याक्सिमम भ्यालु भन्यौँ नि, फ्रिक्वेन्सीमा सबभन्दा ठुलो अङ्क हो, यो अङ्कको ठ्याक्कै माथिको भ्यालु है, यो अङ्कको ठ्याक्कै माथिको भ्यालु जुन यो 6 छ हो, यो 6 चाहिँ हाम्रो F0 हुन्छ। र त्यस्तै यो म्याक्सिमम भ्यालु 8 छ, ए पछिको ठ्याक्कै ए पछिको भ्यालु चाहिँ कुन हो त यो 7 चाहिँ हाम्रो F2 हो है। त्यसो भए हामीले F2 भनेर यसरी अनि 7 लेख्यौँ। अनि यो जुन 8 को यतापट्टि यो जुन करस्पोन्डिङ क्लास छ 40 देखि 50 हो, यो क्लासको डिफरेन्स कति छ त है। यहाँनिर हेर्नुहोस् 40 देखि 50 भनेको कति त 10 को डिफरेन्स छ भनेपछि एच भनेको कति भयो त 10 भयो है। अब हामीले यो फर्मुलामा हामीसँग चाहिएको सबै कुराहरू चाहिँ हामीले निकालिसक्यौँ र यी कुराहरूलाई अब यहाँ तल फर्मुलामा पुट गरेर हामीले इजिली चाहिँ मोड निकाल्न सक्छौँ है। अनि यहाँनिर अब एल भनेको थाहा छ हामीलाई 40 हो भनेपछि 40 प्लस र त्यस्तै फेरि F1 माइनस F0 गर्नु पर्यो, F1 भनेको 8 हो अनि माइनस F0 भनेको 6 हो भनेपछि 6 गर्नु पर्यो अनि इन्टु एच भनेको हामीलाई थाहा छ 10 हो र त्यस्तै फेरि 2 इन्टु अनि F1 भनेको भर्खरै हामीले 8 छ भन्थ्यो 8 अनि माइनस F0 भनेको 6 हो र माइनस F2 भनेको 7 हो है। यसरी चाहिँ हामीले फर्मुलामा राखिदिने। अनि अब चाहिँ यसलाई सल्युसन गर्दाखेरि
माथि यो 8बाट 6 घटाए कति हुन्छ त 2 हुन्छ। यो 2 ले यो 10 लाई मल्टिप्लाई गर्नु पर्यो अनि यो चाहिँ कति भयो त यो बाँकी जस्ताको त्यस्तै लेखिदिने है 40 प्लस यो 8बाट 6 घटाए 2 हुन्छ र 2 लाई 10 ले मल्टिप्लाई गरे 20 हुन्छ भनेपछि माथि 20 अपन अब यसलाई चाहिँ क्याल्कुलेसन गर्नु पर्यो। यो चाहिँ 2 इन्टु 8 गर्ने है यो चाहिँ कति 16 आउँछ अनि माइनस 6 माइनस 7 गर्ने अनि यो चाहिँ कति आयो त 3 आयो है भनेपछि 20 अपन अनि 3 चाहिँ भयो। अनि अब चाहिँ यो 20 लाई फेरि 3 ले चाहिँ डिभाइड गर्नु पर्यो 20 डिभाइडेड बाई 3 गर्नु पर्यो अनि यो चाहिँ कति आयो त यो चाहिँ आयो 6.67 आयो भनेपछि 40 प्लस 6.67 गर्नु पर्यो अनि यो चाहिँ कति भयो त 46.67 आयो है। हाम्रो फाइनल आन्सर चाहिँ मोड भनेको कति आयो त 46.67 आयो।